साथीहरू मेरो बारीमा चाहिँ यस्तो राम्रो गरेर रायोको साग फलेको छ कि साथीहरू हैन। अब मान्छेहरूले भन्नुहुन्छ ट्रनेला भित्र मात्रै साग राम्रो हुन्छ, बर्खायाम छ नि त अहिले त। तर हेर्नु न के को ट्रनेला चाहियो र है। यस्तो मजाले बारीमै साग फलेर आएको छ भनेदेखि ट्रनेला चाहियो त साथीहरू, चाहिएन नि त हैन। मेहनत गऱ्यो भने चाहिँ के चिज हुँदैन रहेछ त साथीहरू। हेर्नुहोस् त यस्तो मजाले चाहिँ यस्तो राम्रो साग चाहिँ अहिले पनि खुल्ला आकाश मुनि नै फलेको छ बिना ट्रनेला। हेर्नुहोस् त कति राम्रो छ। यहाँ हरेक किसिमका सागहरू छन् क्या। पालुङ्गो खाने कि लट्टे खाने कि हैन, अनि फापर खाने कि फापरको सागहरू हेर्नुहोस् त, अनि फर्सीको मुन्टा खाने कि रायोको साग खाने के खाने सबै मिक्सकर छ क्या मेरो बारीमा चाहिँ। अनि दुःख त गर्न परिहाल्यो साथीहरू हैन। दुःख नगरिकन त खानु त पाइँदैन। अनि मलाई चाहिँ एकदमै धेरै मेहनत अनि परिश्रम गर्न मन लाग्छ, दुःख गर्न मन लाग्छ। अनि मलाई चाहिँ के अरे एकदमै धेरै दुःख चाहिँ मलाई गर्न मनपर्छ कि साथीहरू। अनि दुःख गरेर अनि मेहनत र परिश्रम गरेर खायो भनेदेखि चाहिँ यति मिठो हुन्छ नि त्यो चिज चाहिँ है। अनि मैले चाहिँ यहाँ कुरिलो पनि हुर्केर ठुलो भइसकेको छ कि मेरोमा। अनि हामी चाहिँ सबैजनाले दुःख मेहनत गर्ने बानी बसालौँ साथीहरू। मेहनत गरौँ, परिश्रम गरौँ हैन। राम्रो भएर बस्न मन त कसलाई हुँदैन र साथीहरू है। मेकअप गर्ने, हातमा नल पालिस लाउने, क्रिम लगाउने हैन, बडी लोसन लगाएर टक्क सुतेर बस्न मन त कसलाई हुँदैन साथीहरू। तर त्यसरी बसेर यस्तो राम्रो राम्रो यस्तो मिठो मिठो साग खानु पाइँदैन। यस्तो अर्गानिक ताजा र मिठो तरकारीहरू खान मन पर्छ भनेदेखि त दुःख गर्नै पर्यो साथीहरू, परिश्रम गर्नै पर्यो। दुःख नगरिकन सुख हुँदैन साथीहरू। टमाटर पनि यस्तो मजाले फलिरहेको छ है। अनि सबै थोक छ नि त, दुःख गरेर त छ नि साथीहरू। दुःख नगरेदेखि सुतेर बस्दाखेरि त कहाँबाट यस्तो यस्तो अर्गानिक खानेकुराहरू खानु पाइन्छ त साथी। अब यसरी बोरामै रोपेर भए पनि यस्तो राम्रो राम्रो अखबारीहरू फलेको छ। टक्क बोरामै पनि यो के अरे टमाटर फलेको छ हेर्नुहोस् त साथीहरू। यस्तो राम्रो तरिकाले अखबारी खोर्सानी त मैले बोरामै रोपेर भए पनि फलाएको छु नि त। मैले दुःख गरेको छु, मैले परिश्रम गरेको छु। म यति दुःख गर्छु साथीहरू, मलाई यति दुःख गर्न मनपर्छ, यति परिश्रम गर्न मनपर्छ क्या। मलाई एकछिन पनि 1 घन्टा पनि सुतेर बस्यो भनेदेखि मलाई यति छटपट हुन्छ है। साथीहरू मेरो बारीमा के छैन, हरेक चिज छ। फर्सीको मुन्टाहरू पनि यस्तो मजाले चाहिँ अब फलेको छ साथीहरू। हेर्नुहोस् न अब यति मजाले फलेको। मकै पनि यति राम्रो भएर आएको छ, यति राम्रो भएर पलाएको छ मकै पनि। त पालुङ्गोहरू खानु मन लाग्यो, पालुङ्गो छ। हेर्नुहोस् न टमाटरको अब चिन्तै छैन, टमाटर यस्तो मजाले फलेको छ क्या है। यस्तो मस्त तरिकाले चाहिँ टमाटर फलिरहेको छ। फर्सीको मुन्टा कान्ला कान्लातिर गएर यस्तो मजाले फलिरहेछ। त दुःख गर्न पर्यो नि त। दुःख नगरिकन चाहिँ डोकोमा दुध दुहेर त हुँदैन भन्थे साथीहरू। त्यस्तै हो, अब दुःख गर्नु पर्यो, मेहनत गर्नु पर्यो, परिश्रम गर्नु पर्यो। यसरी टिपेर खानु चाहिँ मजाले पाइन्छ क्या साथीहरू। त्यही भएर सबैजनाले दुःख गर्ने बानी बसालौँ, दुःख गरौँ हैन। 2-4 पैसाको सेभ गरौँ, जतन गरौँ। त्यो सब मेरो आफ्नै लागि हो क्या। परिश्रम गरेर त मान्छे त मर्दैन त साथीहरू। परिश्रम र दुःख गऱ्यो भने त शरीर चाहिँ स्वस्थ हुन्छ, निरोगी हुन्छ, बलियो हुन्छ क्या शरीर, एकदम बलियो हुन्छ। अनि हामी पनि स्वस्थ र निरोगी हुन्छ क्या। अब यहाँ पनि यसरी लोकल टमाटर फल्न थालिसकेको छ। हेर्नुहोस् त यस्तो मजाले अब चाहिँ फल्न थालिसकेको छ, स्टार्ट भइसकेको छ। तरकारी रोप्नु पर्यो, यसरी कुखुरा पाल्नु पर्यो साथीहरू। हेर्नुहोस् त कुखुरा पाल्नु पर्यो, 1-2 पैसा भए नि हुन्छ। बच्चालाई टिफिन खाने भयो नि यसरी चल्लाहरू निकाल्छ। हेर्नुहोस् त चल्लाहरू यसरी काट्छ, यसरी
यसरी अर्ग्यानिक ताजा ताजा लोकलको कुराहरू पालो भनेदेखि कहिलेकाहीँ अब आफ्नै घरमा खान नि भयो। यसरी ताजा ताजा लोकल अन्डा खान पाइयो साथीहरू। यसरी गाभा खान पाइयो, आफ्नै बारीमा फलेको ताजा गाभा खान पाइयो साथीहरू। सिस्नो पनि छ है मेरोमा चाहिँ, खासै टेस्टी चाहिँ लागेन क्या मलाई, तर सिस्नो पनि छ। यसरी ताजा सिस्नो खानु पाइयो। बारी छैन भनेदेखि त ठिकै छ होइन, अब तर बारीहरू छ भनेदेखि चाहिँ बारी हुने साथीहरूले चाहिँ के अरे त्यत्तिकै बारी चाहिँ बाँझो नराखौँ है। यसरी नै दुःख गरौँ, मेहनत गरौँ, यसरी नै ताजा ताजा र अर्ग्यानिक तरकारीहरू खानु पाइन्छ साथीहरू। नै साथीहरू, म चाहिँ यसरी नै मेरो सानो घरायसी मिनी भ्लगबाट बिदा हुन चाहन्छु। यसरी नै ताजा र अर्ग्यानिक खाऊ, स्वस्थ बनाऊ, निरोगी बनाऊ भन्दै हजुरहरू माझबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाई बाई।